भएको थिएन। इन्द्र आएर चाहिँ सभा मञ्चमा बस्नुभयो अनि त्यहाँका रहेका उहाँ बासिन्दा स्वर्गलोकवासीहरूले चाहिँ इन्द्रको चाहिँ जय जयकार गरेर उहाँको गीत गाउन थाले। ओ हाम्रा इन्द्र कस्ता इन्द्र, कति राम्रा इन्द्र भनेर उहाँले चाहिँ जब गीत गाउँदाखेरि उहाँलाई के लाग्यो कि ओहो यो पदमा त यस्तो हुने रहेछ, यसरी चाहिँ जिउँदै मान्छेको चाहिँ यस्तो गुण कीर्तन गाइने रहेछ भनेर बृहस्पति आउनुभयो सुटुक्कै। त्यतिखेर उहाँले उठेर चाहिँ स्वागत गर्नु भएन। बृहस्पतिलाई आएर उठेर स्वागत नगर्दाखेरि बृहस्पतिलाई लाग्यो कि यो मान्छेलाई मैले त्यो पदमा पुर्याएको हुँ दिव्य ज्ञान दिएर, आज यसले चाहिँ मेरो चाहिँ यसरी अपमान गर्यो भन्ने ठानेर बृहस्पति घर छोडेर जानुभयो, त्यो सभा छोडेर जानुभयो। सभा छोडेर जाँदाखेरि अब केही छिनपछि उहाँलाई लाग्यो कि ए मैले आज मेरो गुरुले यो स्थानमा पुर्याइदिनु भएको थियो, मैले चाहिँ उनको अपमान गरेँ भन्दाखेरि अब म घरमै गएर भेट्छु भनेर आम सभा छोडेर नै उहाँ चाहिँ जानुभयो बृहस्पतिको घरमा। त्यो सभाको समापन नगरिकन, उद्घाटन पनि नगरिकन चाहिँ उहाँ जानुभयो बृहस्पतिको घरमा। बृहस्पति चाहिँ घरबाट निस्कनुभयो। बृहस्पति घरबाट निस्केपछि अब थाहा पायो कि स्वर्गका राजा ब्राह्मणको पद चाहिँ खाली भएको कारणले अब इन्द्रको चाहिँ आसन डगमग भएको छ। इन्द्रको आसन डगमग भएको हुनाले अब हामीले चाहिँ यही समय चाहिँ मौका छोपेर स्वर्गमाथि विजय प्राप्त गर्नलाई अघि बढ्नुपर्छ भनेर असुरहरूले स्वर्गमाथि हमला गरेका थिए राजा भनेर चाहिँ उनी भन्दछन् सुखदेव स्वामी। अब त्यतिखेर जब स्वर्गमा गए, बलिको फौज सबै गइसकेपछि उहाँले चाहिँ त्यो स्वर्गमाथि हमला गर्नुभयो। हमला गरिसकेपछि अनि देवताहरू भागेर चाहिँ ब्रह्माजीको शरणमा जानुभयो र ब्रह्माजीलाई यस प्रकारले उनीले भन्नुभयो, हामीलाई आज चाहिँ यस प्रकारको दुःख लागेको छ, हे ब्रह्माजी हजुरले आज हामीलाई चाहिँ कुनै त्यस्तो चाहिँ विधि बताइदिनुहोस् कि असुरहरूले आएर चाहिँ स्वर्गलोक कब्जा गरिसक्नुभयो, अब हामीले कहाँ जाने चाहिँ सत्ताको निमित्त भनेर उहाँले भन्नुभयो। त ब्रह्माजीले यस प्रकारले चाहिँ उहाँलाई भन्नुभएको छ, तिम्रै कारणले यो चाहिँ पाप चाहिँ लागेको हो। अहोवत असुरो श्रेष्ठ ह्यावद्रम्ब कृतम महत् ब्रह्ममिष्टम ब्राह्मणम दान्तम ईश्वरं भयान परः तस्यायमन्न शासिता परभ्यो वा पराभवः प्रक्षिणेभ्यो सुरहरिभ्यो समिरदानां चेत्सुरः। संसारको मनुष्यले चाहिँ अर्थात् संसारको राजनीतिज्ञले चाहिँ पहिला चाहिँ उसलाई लगेर प्रजाहरूले पदमा राख्ने गर्दछन्। पदमा राखिसकेपछि उसले चाहिँ आफ्नो पदको मर्यादालाई भुलेर जनताले दिएको चाहिँ मतलाई उसले भुल्ने गर्दछ। त्यसै कारणले तिमीलाई पनि त्यो पदमा चाहिँ यज्ञको कारणले राखिएको थियो, तिम्रो पुण्यको कारणले त्यो पदमा राखिएको थियो। आज तिमीमाथि त्यस्तो घमण्ड अभिमान भएको कारणले तिमीले चाहिँ त्यसको फल भोग्नु पर्दछ। जुन गुरुजीले तिमीलाई त्यो पदमा राख्नु भएको थियो, त्यही पदको अपमान गरिसकेपछि आज तिमीले त्यो फल भोग नगरिकन मैले चाहिँ कसरी तिमीलाई विधि बताऊँ भनेर उहाँले भन्नुभयो कि राजनीतिको कुरा तिमीलाई त्यो पदमा पुग्यो 100वटा अश्वमेध यज्ञ लगाएर, अब तिमीलाई चाहिँ त्यो 100वटा अश्वमेध यज्ञ लगाइसकेपछि तिमीलाई त्यो ठाउँमा मैले पुर्याउनु भएको थियो बृहस्पतिले। तिमीलाई चाहिँ स्वकीय सचिव थिए अर्थात् चाहिँ त्यहाँका सल्लाहकार थिए, राजनीतिक सल्लाहकारको रूपमा तिमीले राख्यौ, उनैको अपमान गरिसकेपछि आज तिमीले चाहिँ त्यो फल भोगेर चाहिँ अरू कसले भोग्ने त भन्दाखेरि उहाँले भन्नुभयो कि फेरि देवताले भन्नुभयो हजुर अब हामीलाई चाहिँ त्यसको कुनै विधि त बताइदिनु पऱ्यो नि भनेर भन्दाखेरि ठिक छ तिमीले चाहिँ एकजना चाहिँ विश्वरूप नामका चाहिँ धरतीमा तोष्टा मुनिका छोरा छन्, तिनलाई ल्याएर चाहिँ त्यो पदमा राख्नुहोस्। त्यो पदमा राखिसकेपछि तिमीलाई अनि चाहिँ फेरि चाहिँ त्यो राज्य फिर्ता हुन्छ, जानुहोस् तिमी चाहिँ तोष्टा ऋषिको घरमा भनेर भन्नुभयो। त अनि चाहिँ देवताहरू तोष्टा ऋषिको घरमा जानुभयो, विश्वरूपको अगाडि गएर यस्तो चाहिँ प्रस्ताव राख्नुभयो। विगर्हितं धर्मशीलै ब्रह्मवर्च उपव्ययं कथं नो मद्विधो नाथ लोकेश्वरभिभाषितम्। तिमीले आएर मेरो दरबारमा अर्थात् मेरो घरमा आएर त्यस्तो चाहिँ तिमीले प्रस्ताव राख्नुभयो हे देवताहरू, तर चाहिँ म त्यो बचे खोजेको पद चाहिँ खानलाई म स्वर्गमा जाँदैन। जुन पदको तिमीले अपमान गरेर आफ्नै बन्डीलाई धपाउनु भएको छ, भोलि तिमीले मलाई कुनै त्यस्तो अत्याचार गर्यो भनेपछि त्यसको चाहिँ कसरी चाहिँ मैले जिम्मा लिने, त्यस कारणले बचेको पद चाहिँ म खान जाँदिनँ भनेर उहाँले चाहिँ बचेको पद खान हुँदैन ब्राह्मणले चाहिँ, त्यस कारणले बरु ब्राह्मणले चाहिँ के चिज गर्नुपर्दछ त धन सम्पत्ति आभूषण नहुँदाखेरि भनेर यस प्रकारले उनी चाहिँ तर्क गर्दछन्। अकिञ्चनानामि धनं शिलोञ्चनं तेनेह निर्वृत्त साधु सत्कृत्यः कथं विगर्ह्यान् न करोति ईश्वरः परोदशं चाडित येन दुर्मति। बचे खोजेको पद चाहिँ ब्राह्मण जस्तो भएको मनुष्यले चाहिँ खानु हुँदैन, बरु चाहिँ खेतमा झरेको अन्न बाली काटेर ल्याइसकेपछि त्यही अन्नले चाहिँ बरु सिलन्छन् वृत्ति गरेर जीवकोपार्जन गर्नुपर्दछ। बचे खोजेको पद खानु हुँदैन, त्यो चाहिँ ब्राह्मणकै अपमान हुने गर्दछ भनेर चाहिँ यसरी म चाहिँ त्यो पोरो इत्यादि कर्म म गर्न जाँदिनै भनेर उहाँले भन्नुभयो। त हजुर हामीले चाहिँ केही पनि गर्दैनौँ, ल गएर चाहिँ गइदिनु पऱ्यो नि, हजुरले चाहिँ जसरी भए पनि प्रभु भनेर उहाँको चाहिँ
सबै चिज स्तुति बिन्ती गरिसकेपछि उहाँले गएर चाहिँ स्वर्गका राजा इन्द्रलाई उहाँको सत्ता फिर्ता हुने विधि र उहाँलाई चाहिँ मजबुत बनाउने चाहिँ विधि यहाँ सिकाउनु भएको छ। अब यसभित्र रहस्यमय कस्तो प्रसङ्ग रहेको छ भने आफ्नो चाहिँ गुरुलाई उहाँले अपमान गरेर चाहिँ निकालिदिनु भयो स्वर्गको राजाहरूले। अब चाहिँ अर्को गुरु ल्याएर त्यहाँ राखिसकेपछि उसले चाहिँ नारायण कवच नामको एउटा विद्या उहाँलाई दिइसकेपछि इन्द्र चाहिँ मजबुत हुनुभयो। अर्कोपट्टि चाहिँ जुन गुरु त्यहाँ जानुभएको थियो उहाँ चाहिँ रचनापट्टिका चाहिँ पुत्र थिए दैत्यहरूबाट, दैत्यका चाहिँ